साथीहरू, सधैँभन्दा आज अलिक पृथक भिडियो लिएर तपाईहरुमाझ उपस्थित भएको छु। आज म इलामको माई नगरपालिका 5 हाङखिम भन्ने ठाउँमा छु। यहाँ चाहिँ पुत्का फार्म छ। यस फार्मको सञ्चालक चाहिँ हाम्रो देवकुमार राई हुनुहुन्छ, युवा व्यवसायी। उहाँले चाहिँ 50 घारमा चाहिँ पुत्का फार्म खोल्नु भएको छ र हाम्रो माई नगरपालिकाको तर्फबाट पनि उहाँलाई केही सहयोगहरू सङ्कलन भएको छ। पुत्काको मह चाहिँ जीवन उपयोगी हुने गरेको छ, विभिन्न रोगसँग लड्ने क्षमतामा वृद्धि गर्छ र यसको टुटी चाहिँ यो पुत्काले चाहिँ अन्य किराहरूले आक्रमण नगरोस् भनेर उसको प्रवेशद्वारमा चाहिँ सानो सोली जस्तो बनाएको हुन्छ। यसलाई चाहिँ टुटी भनिन्छ। यो टुटी चाहिँ बान्ता हुँदाखेरि रिङाटा चल्दा सुँग्नु पर्छ। यो सुँग्दाखेरि चाहिँ ठीक हुने गरेको छ। यस्तो हुन्छ। मौरी भन्दा अलिकति केही सानो। यसले चाहिँ विभिन्न वनस्पतिहरूबाट चाहिँ जङ्गलबाट खोजेर ल्याएर एकदम शुद्ध अर्गानिक मह उत्पादन गर्ने गर्छ। जस्तै चिउरी, तपाईको असुरो बाट चाहिँ यसले मह उत्पादन गर्ने गर्छ। यसको मह चाहिँ धेरै उपयोगी हुन्छ। तपाईहरुलाई पनि चाहिन्छ भने हाम्रो देवकुमार राईसँग सम्पर्क गर्नु होला। यो चाहिँ पुत्काको टुटी हो है साथीहरु, यस्तो हुन्छ है।